आजको पहिलो भ्लगमै मोबाइल पड्क्यो भनेर सोचिरहेको थिएँ कि मैले युट्युबमा है सिधै युट्युब आज बिस्तारै बिस्तारै होइन क्या यताका मान्छेहरू नि पागल हुन्छ नि झन् हामी राइड उस्तै पागल राइड गरेपछि त ठोकिने भइहाल्यो नि त त्यही भएर टुक्रा मिलाउनु चाह्यो हजुरले आधा ठोकियो भने कसको गल्ती भन्नु है त्यो है काका अब हाम्रो गल्ती त आफ्नो हुँदै हुँदैन क्या एउटा कुरो स्पिड भन्दैन हामीले राम्रै राइड गरेर आउँछ हाम्रो गल्ती छँदै छैन क्या त्यहाँभित्र ठोकिहाल्यो भने पनि हाम्रो गल्ती छैन हामीले बलै ठोक्यो भने हाम्रो गल्ती हुन्न क्या हामीले राम्रै राइड गरेर आउँछ हामीले अहिले हामी यता सिधै हान्नु सिधा गाडी यता त हो नि सिधै हान्दै सिधै माथि सिधैकै माथि नै हो क्या अगाडि दाजु हामी जान्छौँ ल एकछिन दाजु एकछिन ढोक्न हामी जान्छौँ हामीलाई ढिलो बाखा दाजु एकछिन एकछिन भनाइ मान्दैनन् क्या यहाँ दाजुहरू यार आफ्नै ए हान्दैलाई कहीँ यस्तै आउँछ झन्डै बस्दा हान्दिन रहेछ यार पावर आउँछ क्या हामीले पनि हिँडिरहेको नि त कि त ट्राफिक राख्नु पऱ्यो ट्राफिक नियमको पारा पनि छैन होइन जता बाटो पनि छिराएको छ अब त्यस्तो गरेर पनि हुन्छ त होइन एउटा ट्राफिक त हुनु पऱ्यो नि त चोकमा त थोरै अगाडिबाट लेफ्ट है के अरे राइट 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 यस्तै हो क्या हाम्रो जस्तो म जस्तो बाटो देखाउने मान्छे र अगाडि जीवन जस्तो चलाउने मान्छे हुनुपर्छ हामी छिटै माथि पुग्छ माथि मात्रै होइन धेरै माथि पुग्छौँ क्या लोकेसन त छोड्यो लोकेसन कुरा छोड्दै हामी आफ्नै लोकेसनमा कता होइन हुन्छ हजुरको हल्लाउनु हात गएको त मैले भनेको त यहाँ साइड लाइट पनि बाल्नु पर्दैन कहिलेकाहीँ म गलत पनि भनिदिन्छु एकछिन दाजु एकछिन